ए कोस् त कबाबमा हड्डी बन्न आउने। ए केटा हो, हुन त बुढापाकाहरूले भन्ने गर्थे स्याललाई काल आयो भने सहर पर्छ अरे, तँलाई पनि कालले कुदकुदाए जस्तो छ। काल कसको आएको छ तिमीहरूले एकछिनमा देख्छस् केटा हो। ए केटा हो, हामीले यसलाई सक्ला हातो छैन, जाऊ बिरा। ए केटा हो, देखिस् त काल कसको आएको रहेछ। एकचोटिलाई छोड दे तिमीहरूलाई। हर्षिता छैन त, कहाँ गयो हर्षिता? हर्षिता हर्षिता
आमा आमा छोरी आमा आमा छोरी आमा छोरी हेर हिमा, छोरी हराएकोमा त मलाई पनि पीड छ नि। जति बेला पनि छोरीलाई सम्झँदै रुनु पर्छ त। अब यत्रो दिन हराउँदा त छोरीले पनि कुरा बुझ्नु पर्ने हो नि। हामीले उसलाई निस्केर जा भनेको होइन, के भनेको होइन। ऊ घरबाट निस्केर गइसकेपछि हामीलाई कति पीर हुन्छ, पीडा हुन्छ, उसले पनि बुझ्नु पर्ने हो नि। आफूले घर छोडेर जाँदा आमा बुवालाई कति दुःख हुन्छ। मैले घर छोडेर जान हुन्न भन्ने कुरा सोच्नु पर्दैन। त्यसैले धेरै नरो न, मन सम्हाल्न। छोरी त साथीको घरमा गएको छु भनेर भोलि पर्सि आउन पनि सक्छ। तँ बिरामी भइस् भने के हालत हुन्छ सोच त। तँ बिरामी भइस् भने अर्को तनाव थपिन्छ। त्यसमाथि छोरी हराएको छुट्टै तनाव छ। त्यसमाथि हामीसँग पैसा छैन। गाउँलेहरूले साथ छोडिसके। ऋण पनि कसैले दिँदैन। त्यसमाथि त रुने धुने काम नगर त। छोरी हराउँदा कसलाई दुःख हुँदैन? दुःख त भइहाल्छ नि। छोरी हराउँदा मलाई पनि दुःख छ नि। छोरी घरमा हुँदा कति खुसी हुन्थ्यो, कति उज्यालो छाउँथ्यो भन् त। म घरमा नबसेर अन्त कतै गएँ भने तेरो हालत के हुन्छ? म रोइ कराएँ भने तँलाई नराम्रो लाग्छ भनेर मैले आफूलाई कति सम्हालेको छु। त यसरी रोइस् भने मलाई एकदमै नराम्रो लाग्छ। यसरी नरो न हिमा। आफूलाई सम्हाल, धैर्य गर। केही समयपछि छोरी अवश्य घर फर्केर आउँछ। मलाई आशा छ हाम्री छोरी छिट्टै घर फर्केर आउँछ। भगवानमाथि आस्था राख, सब ठिक हुन्छ। छोरी गएदेखि यो घरमा अन्धकार छाएको छ। मलाई पनि यो घरमा एकछिन बस्न मन छैन। हाम्रो छोरी फर्केर आइदिए हुन्थ्यो नि है बुढा।
हर्षिता तिमी मलाई देखेर यसरी किन भागेकी तिमी छोरी मान्छे एक्लै एक्लै यसरी हिँड्यौ ती ट्यापे केटाहरूले तिमीलाई केही गरेको भए के हुन्थ्यो धन्न म समयमा आएर तिमीलाई बचाएँ त्यहाँ पनि तिमी मलाई देखेर भाग्यौ यो स्वार्थी संसारमा किन बाँच्नु म बाँचेर के फाइदा छ भन त भाग्यमा जे लेखेको छ नि त्यो भएर नै छोड्छु मेरो भाग्यमा यसै लेखेको त्यो भन्छु चित्त बुझाउँछु तिमीले गर्न खोजेको के हो तिमी यसरी किन सहर आएको भन त सहर मलाई आउन मन लाग्यो त्यही भएर आए तिमी धेरै नाटक नगरिकन खुर्क मसँग गरिन त घरमा बाआमाले कति पिर गरिरहनु भएको छ सहरमा यसरी डुलेर हुँदैन खुर्क मसँग गरिन त हेर हिमाल म एकदम ठिक छु मलाई यहीँ छोडिदेऊ म घर जाँदिन भनेपछि जाँदिन त्यसो भनेर हुँदैन खुर्क मसँग गरिन त हिमाल मलाई घर हिँड भनेर जबरजस्ती नगर हिमाल मलाई घर जान मन नभएको पनि होइन बाआमालाई देख्न मन नभएको पनि होइन मलाई राम्रोसँग थाहा छ हिमाल मैले घर छोडेर हिँड्दाखेरि मेरो बुवा आमाले धेरै नै पिर गर्नु भएको छ मेरो कारणले गर्दाखेरि बुवा आमालाई धेरै नै दुःख भएको छ म घरमा भएन भनेदेखि मेरो बुवा आमालाई अलि पिर कम हुन्छ तर हिमाल म घरमा भयो भनेदेखि मेरो बुवा आमालाई अझ झन् धेरै पीडा हुन्छ पिर बढ्छ अहिले मैले घर छोडेर हिँडेपछि मेरो बाआमाले मलाई बिस्तारै बिस्तारै बिर्सिनुहुन्छ अनि सबै कुरा ठिक हुन्छ हिमाल अहिले म गाउँमा नहुँदाखेरि सबैजना खुसी होलान् सबैलाई राम्रो भएको होला अनि सबैलाई राम्रो भएको छ खुसी भएका छन् भनेदेखि फेरि म फर्केर त्यो गाउँ किन जाने हर्षिता तिमी भ्रममा छौ यो त तिम्रो भ्रम मात्रै हो आफ्नो सन्तानलाई बाआमाले कहिले पनि बिर्सिदैनन् तिमी धेरै नबोलिकिन मसँग खुरुक्क गरिन त हेर हिमाल तिमीले मलाई जबरजस्ती नगर म घर जाँदिन भनेपछि जाँदिन किन तिमी मलाई कर गरिराख्छौ म जान्न के कस्तो कुरा नबुझेको तिमीले मैले तिमीलाई अघि नै भनिसकेँ तिमी धेरै जिद्दी नगर भनेर तिमीलाई नलिकन त म घर जाँदिन तिमी घर जान मान्दैनौ भनी नि तिमीलाई म बोकेर भयो नि घर लिएर जान्छु मैले तिमीलाई हात हालेको भनेर बरु तिमी कराउ चिच्याउ मलाई लगेर जेलमा थुन्देऊ तर म तिमीलाई घर नलिकन जाँदिन तर म जसरी भए पनि तिमीलाई घर लिएरै जान्छु के तिमीले मलाई साँच्चै नै जिस्काएको हो म तिमीलाई पुलिस ल्याएर के तिमीले मलाई साँच्चै नै जिस्काएको हो हिमाल म तिमीलाई अहिले नै पुलिस ल्याएर थुन्दिऊ हुन्छ बरु म जेल जान तयार छु तर तिमी घरमा नहुँदाखेरि तिम्रो बुवा आमाहरू कति तडपिनु भएको छ तिमीले अलिकति पनि विचार गरेको छेउ तिमीलाई घरमा नदेख्दाखेरि तिम्रो बुवा आमाहरू जति तडपिनु भएको छ म पनि त्यत्तिकै तडपेको छु तिमीलाई नदेख्दाखेरि तिम्रो बुवा आमा र म कति तडपिन्छौ भन्ने कुरा तिमीलाई राम्रोसँग थाहा छ तिमीले भनेको ठिक हो मैले तिमीलाई हातपात गरेको भनेर मलाई जेलमा लगेर थुन्देऊ कमसे कम म जेल गएपछि तिम्रो पीडा भन्दा बढी त्यहाँको पीडा भयो भने म तिमीलाई बिर्सिन त सक्छु होला नत्र भने म तिमीलाई कहिले पनि बिर्सिन सक्दिन कि तिमी मसँग हिँड कि मलाई जेलमा लगेर थुन्देऊ तिमी मसँग घर जानै पर्छ हिँड हिमाल धेरै दिदी नगर हिँड ए दिदी
त्यो हर्षिताले यो गाउँ छोडेर गएदेखि त आनन्द भएको छ है, राम्रो पनि भएको छ सबैलाई। त्यही त एकदमै राम्रो भएको छ। राम्रो त भएको छ के अरे, फेरि कुन दिन यो गाउँमा फर्केर आउँछ भन्ने डर पनि लागिरहेको छ। अब त्यो हर्षिता गाउँ फर्केर आउँदिन अरे। त्यो गाउँ फर्केर आइहाली भने पनि मुखियाले यो गाउँमा नराख्ने भन्ने कुरा गरिरहेछन्। मेरो बुढोले मुखियासँग यस्तो कुरा गर्दै हुनुहुन्थ्यो अरे, त्यो गाउँ आइ भने पनि बस्न नदिने रे, यो गाउँमा त्यो नहुँदा सबैलाई राम्रो भएको छ अरे। अब त त्यसलाई यो गाउँमा आउन दिने होइन भन्दै हुनुहुन्थ्यो अरे। त्यो हर्षितेको बाबामा त मुखियाको घरमा पनि गएको थियो अरे, अनि मुखियाले तिमीहरूको छोरी कहिले पनि फर्केर आउँदिन, तिमीहरूको छोरीलाई बिर्स्या भन्दै थियो अरे। केही गरी त्यो हर्षिते यो गाउँमा फर्केर आइहाली भने पनि यो गाउँमा पाइला टेक्न दिन्न भन्दै थियो अरे। जे होस्, अब चाहिँ त्यो मुखियाको अलि बुद्धि आयो जस्तो छ। त्यो हर्षिते यो गाउँमा नभएपछि त हामी सबैलाई राम्रो भएको छ नि। हुन त त्यो मुखियालाई पनि राम्रो भएको होला। अब चाहिँ ती मुखियाले त्यो हर्षितेलाई यो गाउँमा पाइला पनि टेक्न दिँदैनन्। हो त नि, त्यो मुखिया साहबले ठिक्क गरेछ त्यसलाई। त्यही त, यो गाउँमा त त्यो जस्तो अलक्षिणी त कोही पनि छैन भनेको। त्यही त नि, जन्मेदेखिको यत्रो आधी उमेर कटिसक्यो, त्यो हर्षिते जन्मिएदेखि घटेको घटना चाहिँ आजभन्दा अगाडि कहिल्यै देखेको थिइनँ है साथीहरू। मैले चाहिँ त्यही अलक्षिणा जन्मेदेखि हुनु नहुनु भएको नभएको सबै थोक भइरहेछ है अहिले चाहिँ। त्यही त, बाँच्न पर्ने के मात्रै देख्न पाइँदो रहेछ। यत्रो उमेर भयो जन्मेको, यो गाउँमा त्यही एउटा आइमै जन्मेपछि हुनु नहुनु घटना घट्यो कि। त्यही त भने नि, अलक्षिणै रहेछ त्यो रना पनि। बाबाआमालाई कहिले सुख पनि दिइन, बरु त्यो त कतै गएर हम्फालेर मर्दै पनि आनन्द हुन्थ्यो के। हुन्थ्यो नि, यत्रा गाउँलेले त्यत्रो भन्दा नि खोइ कसरी चाहिँ गाउँमा मुख देखाएर हिँड्न सकेकी हो त्यो आइमाईले। त्यही देख्न नसकेर त कहाँ गई त। जहाँ जहाँ गए नि जे होस् गाउँलाई चाहिँ आनन्द भएको छ है। त्यो त अब कहिले नआओस् है। आऊ हर्षिता। ओके, फटाफट। किन डराएको तिमी? आऊ। हिमाल, नडराऊ के? आऊ। हिमाल, मेरो कुरा सुन न। मैले नमान्दै तिमीले मलाई जबरजस्ती गरेर गाउँ लिएर आउँदैछौ। ल ठिक छ, त्यो पनि मैले माने। म तिमीलाई एउटा कुरा भन्छु, मैले भनेको मान है। तिमीले मैले भनेको मान्यौ भने म तिमीलाई एउटा शर्त राख्छु, अनि मात्रै घर जान्छु, नत्र भने त म घर जाँदिनँ। कस्तो शर्त हो भन न। हेर हिमाल, हामी दिउँसोमा घर गयौँ भनेदेखि हामीलाई सबै गाउँलेहरूले देख्छन्। अहिले म गाउँमा नभएर गाउँका मान्छेहरू धेरै खुसी भएका छन्। त्यही भएर हिमाल, म घर रातिमा मात्रै जान्छु। तिमी आज राति त घर जान्छौ, भोलि बिहान त निस्किनु परिहाल्छ, अनि गाउँलेहरूले थाहा पाइहाल्छन् नि। हेर हर्षिता, कुरा जति लुकायो उति ठुलो भएर निस्किन्छ। त्यही भएर गाउँलेहरूसँग डराएर होइन, तिमीले त गाउँलेहरूसँग जुधेर निडर भएर अगाडि बढ्नुपर्छ। होइन, तिमीले के अपराध गरेको छौ र गाउँमा मुखै देखाउन नहुने गरी? होइन, तिमी कसैसँग बोल्दाखेरि उनीहरूलाई अप्ठ्यारो पर्छ, उनीहरूलाई प्रब्लम हुन्छ भनी त नबोल्दा पनि त भयो नि। बोल्नै पर्छ भनी छ र? के तिमीलाई कसैले जबरजस्ती उनीहरूसँग बस, उनीहरूसँग बोल भनेको छ र? हिमाल, तिमी सबै कुराहरू कति सजिलो गरी भन्छौ नि, तर तिमीले यो सबै सोचेको जस्तो सजिलो छैन। तिमीहरू देख्नेलाई भन्दा म भोग्नेलाई राम्रोसँग थाहा छ। मेरो भोगाइहरू, मेरो पीडाहरू तिमीले कल्पना पनि गर्न सक्दैनौ। अहिले त म घर जाने नै भएदेखि रातिमा मात्रै जान्छु,
भोलिदेखि म बाहिर घरबाट कतै पनि निस्किन्न, घरमै बस्छु। यति भएपछि त म घरमा आएको कुरा गाउँलेहरू कसैलाई पनि थाहा हुँदैन। तिमी मैले भनेको कुरा मान्छौ नि? ल ठिक छ, त्यसो भए मैले तिमीले भनेको कुरा मान्छु। अहिलेलाई यतै कतै बसौँ, अनि रात परेपछि घर जाउँला नि त। हेर हिमाल, हामी यहाँ यसरी बस्यौँ भने अरू कोही मान्छे आएर देख्यो भनेदेखि हामीलाई झन् अर्को नराम्रो सोध्छन्। गाउँका मान्छेहरूले यत्रो दिन कहाँ हराई भनेको त यही हिमालसँग लट्ठारिएर हिँडेकी रहेछ र पो यत्रो दिन हराकी रहेछ भनेर नाना थरी कुरा काट्न थाल्छन्। गाउँका मान्छेहरूले कहाँ हराई भनेको त हिमालसँग लट्ठारिएर हिँडेकी रहेछ र पो हराकी भनेर नाना थरी कुरा काट्न थाल्छन्। त्यसो भए हामी यतै कतै लुकेर बसौँ। हुन्छ हिमाल, यताउति हेर न, कोही त छैनन् नि। ल कता बस्ने? यताउता त कोही पनि मान्छे छैन नि। कोही पनि छैन। हेर है, कोही छैन, कोही छैन। आऊ, केही समय हामी यहीँ बसौँ, साँझ पनि पर्छ। कसैले देख्दैन हामीलाई। हर्षिता, नडर। अब त रात पनि परिसक्यो, तिमीलाई कसैले पनि देख्दैनन्, कसैले पनि चिन्दैनन्। बिस्तारै ल ल, ढुक्क हो ल। हस् बिस्तारै। र खाल्टो छ। यहाँ पनि छ ल, म जान्छु अनि तिमी आऊ। काका, काका, माधव काका, ए माधव काका। को हो? म हिमाल हो कि काका, बाहिर आउनु न। एकछिन पक्नु है। हिमाल बाबु, यस बेला तपाईँ के भयो हिमाल बाबु? मैले हर्षितालाई लिएर आएको छु। हर्षिता